एकै घरको 3 जना दुईजना अपाङ्गता भएका व्यक्तिहरू हुनुहुँदैछ जो एउटा हुनुहुँदैछ जन्मजातै शारीरिक अपाङ्गता हुनुहुँदैछ भने अर्को जन्मजात मलाई सम्बन्धित अपाङ्गता भएको व्यक्ति हुनुहुँदैछ र उहाँहरूको कुरा सुन्दा मलाई एकदम दुःख लाग्यो र हुनु पनि हो हाम्रो सरकार राजनीतिक तहहरू सम्पूर्ण जो क्षेत्रमा काम गरिरहनु भएको छ उहाँहरूले चाहिँ हाम्रा अपाङ्गता भएका व्यक्तिहरूको कहाँ के छ भनेर उहाँहरूको शिक्षा स्वास्थ्य रोजगारका साथै अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्ने रहेछ भन्ने चाहिँ कुरा मलाई महसुस भएको छ र बाँकी कुराहरू हाम्रो उहाँबाट नै उहाँ अपाङ्गता भएको व्यक्तिबाटै लिन चाहन्छु। नमस्कार। नमस्कार। आफ्नो नाम भन्नु। अरे मेरो नाम विष्णु तामाङ। सबैलाई नमस्कार। नमस्कार, मेरो नाम विष्णु तामाङ। पाली छ 3वटा तलतिर घर छ मेरो। अपाङ्गा 2टा भाइ बहिनी छौँ। हामीले क्यारी खाने क्यारी हेर्ने कसो गर्ने। ल मैले हजुरको बिचको कुरा रोकेँ होइन। अब हजुरलाई यदि सरकारी तहबाट हजुरलाई के व्यवस्था गरिदिएको भए चाहिँ हजुरलाई आफ्नो जीवन जीविका सहजै रूपमा सम्पन्न गर्न सक्नुहुन्छ जस्तो लाग्छ जस्तो लाग्छ के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? मलाई अब तपाईँको छ आस भरोसा कसरी खाने के हेर्ने को आला को भन्देला को हेर्देला भन्ने भनेको छौँ। आउनुभयो मेरो लागि धन्यवाद। सबैलाई नमस्कार। अनि हजुरहरूले के सिप छ त हजुरहरूसँग? यदि केही के छ सिप त्यस्तो केही सिलाइ बुनाइहरू पनि सिक्नु भएको छ कि के छ यसको अवस्था यसको बारेमा मलाई जानकारी गराइदिनु न। हजुर मेरो नाम हजुरले के सिलाउन जान्नु भएको छ कि के छ? केही डोरीहरू बाट्न सिक्नु भएको छ कि के छ? हजुरले के सिक्नु भएको छ? हजुर डोरी पनि बाँड्न सक्छु। यो जस्तै कि यो घाँटीमा लगाएको छ नि यसको नाम के रे? यो कसले बनाएको? यो मैले बनाएको। आफै बनाउनु भयो होइन? आफूले बनाएको। हजुर यस्तो पनि बनाउन सकिन्छ। दोकानमा जस्तोको हजुर यस्तो बनाउने दोकानको यस्तो सिस्टम गर्छु। यो पनि त्यो कसले सिकायो कि चाहिँ आफूले गरिरहनु भएको हो कि कसले सिकायो? नाइ आफूले कहीँ नगएको आफूले ध्यान गरेर हेरेर त्यो दोकानमा ल्याएको हेर्दै साथमा गर्न भइगयो। एकछिन हेरेर यो गर्न सकिहाल्नु भयो होइन? हजुर एकैपल्ट हेरे भइगयो। फेरि सिकाइराख्नु पर्दैन। अनि कपडा बुलु सिलाउने बुलु सिल्ने अनि अब जस्तो भन्नु तस्तो थैली पनि सिल्ने आफै हातले सिलाउनु आदि। हजुर यदि यसमा हजुरहरू सिलाइ हुनु पनि सिलाउनु हुँदो रहेछ र माला पनि बुन्नु हुँदो रहेछ। यदि थोरै अब कसैले केही अब हजुरहरूलाई खास आश के हो यसमा भन्नु न। अब के गरिदिएको भए आफूले केही गर्न सक्छ जस्तो लाग्छ हजुरलाई? आश त अब हजुर अब मगाउन के छ के लाइने के खाने 6,700 भत्ता मिल्लो छ। काहीँ अब तपाईँ बढाइदिनुहुन्छ कि भनौँ र खोइ अब मैले दुःख वेदना तपाईँतिर गएको छु। तपाईँ सुनिदिनु होला। मेरो अब तपाईँको अरेको धन्यवाद। त्यही हो। अनि हजुरलाई अरू केही गीतहरू गजलहरू चुटकुलाहरू केही गाउन आउँछ? हस्त दर्शक महानुभावहरू उहाँ अपाङ्गता भएका व्यक्ति हो होइन? अपाङ्गता भएका व्यक्तिहरूले गर्न नसके अवसर अपाङ्गता भएका व्यक्तिहरू कठै बिचारा होइनन्। अपाङ्गता भनेको एउटा अवरोध हो, अपराध होइन कि अवरोध हो। हटाएपछि हट्न सक्छ। अपाङ्गता भएका व्यक्ति जस्तै अपाङ्गता भएको एकछिन उहाँले डोरी केही काम गरेको देखे भने उहाँले सिकाउनु पर्दैन रे आफै गरिहाल्छु भन्नुभयो उहाँले। त्यस्तोसम्म पनि कला हुँदो रहेछ कि अपाङ्गता भएको व्यक्ति। त्यस कारणले म भन्न चाहन्छु कि अपाङ्गता भएको व्यक्तिलाई कठै होइन उहाँलाई अवसर दिउँ। उहाँलाई हेलाको दृष्टिकोणले दयाका दृष्टिकोणले नहेरौँ कि उहाँलाई अवसरको दृष्टिकोणले हेरेर उहाँहरूलाई शिक्षा स्वास्थ्य रोजगारका साथै अन्य क्रियाकलापमा पनि उहाँहरूलाई सहभागी गराएर उहाँको आत्मविश्वास बढाउने जस्ता कार्यक्रम क्रियाकलापहरू गर्नुपर्छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। र उहाँले एकदम मिठो गीत पनि गाउनु हुँदो रहेछ। अब हामी बाँकी उहाँको मुखारबिन्दुबाट उहाँको गीत सुन्न
चाहन्छौ ल सुरु गरिदिनु न त एउटा गीत हेर मुखमा लाल लाग्छ नाच्य मान्नुबाट रन्काइदिनु बादमा नि हुने कठै दैन कि मैले मनाइन गर्बै दुई जाने कठै दैन कि मैले मनाइन गर्बै दुई जाने कठै दैन एकै घर भाइ बौरानी जेठे दुई जाने कठै दैन आशा सासर घर कैटे रहेने कठै दैन आशा सासर घर कैटे रहेने कठै दैन सुख दुःख मनै राखे कैटे र भन्ने कठै दैन सुख दुःख मनै राखे कैटे र भन्ने कठै दैन मासौन निकाल पर गतले कठै दैन मासौन निकाल पर गतले कठै दैन यसरी खानु भयो मेरा निष्पतले कठै दैन यसरी खानु भयो मेरा निष्पतले कठै दैन भने खुट्टा छैन दिलमा जाने कठै दैन भने खुट्टा छैन दिलमा जाने भाइ